सबैजनालाई नमस्ते है अफिसियल सन्तोष च्यानलमा जोडिनु भएको सम्पूर्णलाई तपाईलाई म स्वागत गर्न चाहन्छु। आजको चाहिँ म यो भिडियो बनाउन गएको छु। अहिले चाहिँ म यहाँ ठाकुरबाबा नगरपालिका बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर 8 मा रहेको जुन ठाकुरबाबा मन्दिरको छेउमा लाग्ने गरेको धेरै पुरानो सांस्कृतिक इतिहास बोकेको करिब 200 वर्ष पुरानोदेखि यहाँ चाहिँ मेला लाग्ने सिस्टम रहेको छ। यहाँ चाहिँ म मेलामा आइसकेको छु। सबैभन्दा पहिला चाहिँ यो जुन चौधरीहरूको महान चाड माघी प्लस हामी नेपालीहरूको लागि माघे संक्रान्ति र चौधरीहरूको चौधरी वर्गहरूमा चाहिँ चौधरी समाजमा चाहिँ नयाँ वर्षको रूपमा चाहिँ यस माघीलाई मनाइन्छ। चौधरी नयाँ वर्षको सबैजना देश तथा विदेशमा रहनुभएका मान्छे दाजुभाइ तथा दिदीबहिनीहरूलाई म चाहिँ शुभकामना व्यक्त गर्दछु। र आज यो ठाकुरबाबा नगरपालिकामा जुन यो ठाकुरबाबा मन्दिर भन्दा यता दाहिनेतिर जुन हामी बच्चैदेखि हेर्ने यो मेलाहरू हेर्न आउँथ्यो होइन, तपाईँहरू पनि हेर्न आउनु भएको छ होला। यदि यही हुनुहुन्छ भने हेर्न आउनु होला तथा देश तथा विदेशमा हुनुभएको छ भने यसै भिडियोलाई मध्यनजर गरेर यसै भिडियोलाई हेरेर आनन्द लिनु होला। अब चाहिँ हामी यो मेलाभित्र गएर भिडियो कस्तो स्टलहरू के कुराहरू लागेको छ त्यो देखाउन जान्छौँ। म चाहिँ सन्तोष र मेरो क्यामेराम्यान चाहिँ गुलेरै बनाउनु भएको। अनि के ल्याउनु भएको छ यसमा तपाईँ? हारमालको पसल हो, 30 रुपियाँको हारमाल बिक्छ। यहाँ फेयर लभली पेन प्लेयर सेन्ट कोब्रा के सारी आइटम हुन्छ। ए हरमाल 30 रुपियाँमा चाहिँ यहाँको सबै आइटमहरू लिनु पाइन्छ होइन? अनि यो पहिला पनि आउनु भएको कति साल भयो? 10-12 वर्षदेखि आइरहेको छु। 10-12 वर्षदेखि तपाईँहरू आइरहनु भएको छ होइन? ल धन्यवाद छ। राम्रोसँग मेरो अहिले भर्खर लागिरहेछ। राम्रोसँग गर्नु होला, व्यापार बिजनेस है। धन्यवाद। हजुरको नाम चाहिँ के हो? यो सब्बु सिद्दिकी। सब्बु सिद्दिकी गुलेरियाबाट आउनुभएको है? हुन्छ धन्यवाद है। राम्रोमा राम्रो खालेको माला अनि दर्शक नमस्कार। यो पनि भिखालेको माला छ। यो लेडिजहरुको लागि हैन? लेडीजहरुको लागि हो। ल ठीक छ। हालपिन पनि राम्रो यहाँ दर्शक पनि। ल ठीक छ। यो हरमाल 25 मा हैन? 30 रुपैयाँ जुन पनि 30 रुपैयाँमा हरेक सामान यो पुलिसहरु। ठीक है। चलो धन्यवाद भाइ। धन्यवाद। लगाइछ यतातिर सब हेर्नुस् है, सबै हामी हेर्न सक्छौं। मोबाइल सामानहरु छ यतातिर है, केटी मान्छेको लागि। यतातिर पनि अहिले एउटा फिल्मको कामहरु भइरहेको रहेछ हैन? मेलाहरु अब ठुलो लाग्ने सम्भावना छ। त्यो आज भोलि 30 गते पर्सि 1 गतेबाट चाहिँ यहाँको बजारको उद्घाटन हुन्छ। ओके, अगाडिको भिडियो हामी देखाउँछौँ, हेर्नुस् है, आउनुस्। हरेक वर्ष चाहिँ यहाँ नाचको यो डान्स हैन, डान्सको इन्स्टल हो यो। पहिला अलिक धनगढीको नेपालमा गयो यो धनगढीको यो एउटा दाइसँग म भेट भएको थिएँ के। यहाँ चाहिँ नाचगानको तयारी भइरहेछ। उनीहरुको टिमहरु पनि छ। अहिले म टिम पनि देखाउँछु तपाईहरुलाई। यता चाहिँ के छ त साथी? ए नास्ता पसलहरु यो हैन। यता बजार घुमिसक्यो, सिटिङ मेल गरेर थाक्यो भने खाना खानु पर्यो नि त, भोक लाग्छ नि त। हरेक वर्ष चाहिँ यहाँ चाहिँ के छ नाचको यो डान्सको हैन, डान्सको इन्स्टल हो यो। पहिला अलिक धनगढीको नेपालमा गयो यो धनगढीकै होला। यो चाहिँ के हो? त्यो के भन्छ? त्यो हैन कल्चरल प्रोग्रामहरुमा चाहिँ तपाईको देउडा अनि त्यो चौधरीहरुको सखिया नाचहरु, विभिन्न किसिमको नाचहरु हुन्छ। साथै पनि केटाकेटीहरुलाई खेल्नको लागि चाहिँ यहाँ पिङहरु छ मजाले। ठुलो मान्छेलाई पनि यो चाहिँ के हो? त्यो पिङहरु रहेछ हैन। यता सानो बच्चाको लागि होला, यता चाहिँ ठुलो मान्छेको लागि होला। पिङहरु छ यता। पिङ देखाइदिनु यता। जम्पिङ बच्चाको उफ्रिनको लागि रहेछ है। रमाइलो छ जस्तो छ यसपालि गाइस। तपाईहरु जो पनि देश विदेशमा हुनुहुन्छ उहाँहरु चाहिँ अब यही भिडियोलाई हेर्नुस्। यसरी नै तपाईहरु रमाइलो गर्नु होला। के गर्ने, हामी नेपालीहरुको सबैको बाध्यता छ विदेश जानु हैन। विदेश जानु नहुने स्वास्थ्यको लागि राम्रो त होइन, तर तपाई खाने बानी छ भने 20 रुपैयाँमा रिङ किन्नुस्, फसाउनुस्। 3टा हजुरको नाम चाहिँ हिरासिंह चौधरी। यसरी पऱ्यो भने चाहिँ मिल्दैन हैन? अलजोले भन्नु हैन। यसरी पऱ्यो भने मिल्दैन। यसरी पऱ्यो भने नमिल्ने। यसरी पऱ्यो भने मिल्दैन। बाहिरबाट पनि यसो छुयो भने पायो है। यो कति रुपैयाँमा रिङ किन्नुहुन्छ नि त? हामीले दिएको छ एउटा रिङले 20 रुपैयाँ। 20 रुपैयाँमा रिङ किन्ने अनि फस्यो भने 1000 रुपैयाँ। चिसो पनि पाउँछ नि? हजुरलाई 1000 रुपैयाँ। 1000 रुपैयाँ त पाउँदैन। तपाईले बियरहरु पनि रहेछ। अब जस्तै उहाँबाट खानुहुन्छ नि, उहाँबाट खाले त्यसै पर्दैन। त्यति पर्यो भने 3टा बियर हो? हजुर। बाबा त्यो त राम्रो रहेछ यार सिस्टम। कहिले ल्याउनु? बियर खाने बानी छ भने त स्वास्थ्यको लागि राम्रो त होइन, तर तपाईँ खाने बानी छ भने 20 रुपैयाँमा रिङ किन्नुस्, फसाउनुस्। 3टा बियर पाउनुहुन्छ हैन दाइ? यतातिर पैसा पनि रहेछ है। म चाहिँ यो दाइको यतिकै के ट्राई गरेको है। यसो शरीरमा राख्यो भने सही पाउनुहुन्छ। यो यसो पर्यो भने यो 3टामा जुन पर्छ ल मानौ मैले चाहिँ यसो 100 रुपैयाँ राखे है। यो 3टा है लगाइछु। यो चाहिँ म ट्राई गर्न गइरहेको छु। मेरो लक चेक गर्न गइरहेको छु।